नमस्कार है साथीहरू। आज म यो अल्गोरिदमले हाम्रो समाज र हामी व्यक्तिहरूलाई कसरी असर गरिरहेको छ भन्ने कुरामा केही कुरा राख्न गइरहेको छु। यो अहिले सामाजिक सञ्जालमा अल्गोरिदम सुनिरहेको कुरा हो। अल्गोरिदम र मेनिपुलेसनको कुराहरू सुनिरहेको कुरा हो। हामी सबैले विचार गरेका छौँ, हाम्रो सामाजिक सञ्जालहरूमा पनि हामीलाई जे मन पर्छ त्यही कुरा आइरहेको हुन्छ। त्यसकारण मैले अहिले के भनेको छु भन्दा, सामाजिक सञ्जालले हामीलाई संसार देखाएको छैन, सामाजिक सञ्जालले त हामीलाई मन परेको कुरा मात्रै देखाएको छ। तपाईँ विचार गर्नुभएको छ, तपाईँ टिकटक चलाउँदै गर्दा, युट्युब चलाउँदै गर्दा, फेसबुक चलाउँदै गर्दा त्यहाँ तपाईँले हेरिरहने कुरा मात्रै आउँछन्। जस्तै इक्जाम्पल तपाईँ लोकगीत प्रेमी हो, दोहोरी हेर्नुहुन्छ भने टिकटकमा, फेसबुकमा दोहोरी गीतहरू नै आउँछन्, त्यहाँ इङ्ग्लिस गीत आउँदैनन्। त्यस्तै तपाईँ कुनै एउटा राजनीतिक पार्टीमा आस्था राख्नुहुन्छ भने त्यही पार्टीका भिडियो र फोटो अथवा पोस्टहरू मात्रै तपाईँको युट्युब, टिकटक र सामाजिक सञ्जाल फेसबुकमा आइरहेका हुन्छन्। यसले के गरिरहेको छ त? हामीभित्र फरक विचार मारिरहेको छ। हामीलाई आफूले मन पराएको व्यक्ति, पात्र, पार्टी अथवा गीतभन्दा त्योभन्दा बाहेक संसारै छैन जस्तो बनाइदिएको छ। फरक स्वाद चाख्न दिएकै छैन। यसले दीर्घकालीन असर के गर्न सक्छ त? समाजलाई एउटा कुनै व्यक्तिले मेनिपुलेसन गरिदिन सक्छ। अहिलेको चुनावमा पनि यो कहीँ न कहीँ एप्लाई भएको थियो। हाम्रा कन्टेन्ट क्रिएटरहरू र सेलिब्रिटीले गरेको मेनिपुलेसनको प्रभाव गाउँ-गाउँसम्म उम्मेदवारै नचिनिकन भोट दिनु भनेको यो मेनिपुलेसन हो अथवा अल्गोरिदममा भएको क्याप्चर हो। यसरी नै अरू चुनावमा यस्तो नहोस् भन्ने आश हो, जे होस् विचारको राजनीति नमरोस् भन्ने आश हो। तर राजनीतिको कुरा मात्रै होइन, तपाईँ यदि रोनाल्डो लभर हो भने तपाईँको वालमा मेस्सीको कुनै पनि भिडियो आउँदैन, आयो भने पनि हेर्नु हुँदैन अथवा मेस्सीको बारेमा राम्रा कुराहरू तपाईँले सुन्नै सक्नु हुँदैन। यसको मतलब के हो? तपाईँहरूलाई एकोहोरो बनाइदिएको छ सामाजिक सञ्जालले। आफू र आफूले मन पराएको कुराभन्दा बाहेक अरू कुरा यो संसारमा छैन र त्यो ठिक पनि होइन भन्ने बनाइदिएको छ। यो के ठिक जस्तो लाग्छ? मलाई त लागेन यो ठिक। यो सामाजिक सञ्जालको अल्गोरिदम चाहिँ मलाई बेस्ट लागेन। धन्यवाद। अनि अरू भिडियो फेरि बनाउँदै गरौँला। लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। यो 2 मिनेटको भाषण जस्तै भयो।